समाज परिवर्तनका लागि विद्रोही चेत सृजना हुन जरुरी छ। नमस्कार, म सीता बिके। कार्यक्रम स्वाभिमानमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रम स्वाभिमान तपाईले हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। सदाको श्रृंखलामा जस्तै आज पनि हामी समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुभएकी व्यक्तित्व मिठाई देवी विश्वकर्माले शुरू गर्नुभएको पशुपति मन्दिर प्रवेशको बारेमा चर्चा गर्नेछौं। सामाजिक आन्दोलनको क्रममा अग्रपंक्तिमा आउने दलित महिलाको नाम हो मिठाई देवी विश्वकर्मा। काठमाडौँमा विक्रम सम्वत 1993 फाल्गुन 10 गते जन्मनुभएकी मिठाई देवी पति टीआर विश्वकर्माबाट निकै प्रभावित हुनुहुन्थ्यो। टीआर दलित नेता, साहित्यकार तथा पत्रकार हुनुहुन्थ्यो। त्यति बेला राजधानी काठमाडौँमा पनि चर्को जातीय विभेद थियो। त्यसैले उहाँमा विद्रोही भावना सृजना हुन्थ्यो। 2012 सालमा मिठाई देवी विश्वकर्माले नेपाल परिगणित नारी संघ स्थापना गर्नुभएको थियो। त्यस्तै पशुपतिनाथ मन्दिरमा 2010 सालसम्म दलितहरूलाई भित्र पस्न दिइदैनथ्यो। अछुतका लागि प्रवेश निषेध लेखिएको बोर्ड राखिएको हुन्थ्यो। दलितहरूले फलैचा भन्ने स्थानसम्म मात्रै प्रवेश पाउँथे। फलैचामा बसेर कपालीहरूले बाजा बजाउँथे। पशुपतिमा हुने गरेको विभेद विरुद्ध पशुपति प्रवेश आन्दोलन गर्ने निर्णय भयो। त्यसको नेतृत्व तहमा मिठाई देवी हुनुहुन्थ्यो। आन्दोलनपछि टंकप्रसाद आचार्यको सरकारले 2011 सालमा दलितका लागि मन्दिर प्रवेश खुल्ला गर्यो। अछुतका लागि प्रवेश निषेध लेखिएको बोर्ड हटाइयो। त्यसपछि दलित समुदायका लागि पशुपति मन्दिर प्रवेश खुल्ला भएको हो। मिठाई देवीको समाज परिवर्तनको विद्रोही चेतले पशुपति मन्दिर प्रवेशमा महत्वपूर्ण भूमिका खेल्यो। अब पनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आज हामीले अग्रणी दलित महिला अधिकार कर्मी मिठाई देवी विश्वकर्माले गर्नुभएको भूमिकाको बारेमा चर्चा गर्यौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै हामीलाई सुझाव, सल्लाह, प्रतिक्रिया कार्यक्रम स्वाभिमानको युट्युब च्यानलको कमेन्ट सेक्सनमा गएर लेख्न सक्नुहुन्छ। हवस् त, आजको कार्यक्रमबाट म सीता बिके पनि बिदा चाहन्छु। नमस्कार। Free audio post-production by alphonic.com